नमस्कार साथीहरू, के तपाईलाई थाहा छ नेपालको इतिहासमा एउटा नयाँ अध्याय सुरु हुँदैछ। बलेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावमा ठूलो जित हासिल गरेका छन्। अब केही दिनमै बलेन शाह नेपालको प्रधानमन्त्री बन्न लागेका छन्। आरएसपीको चुनावी घोषणापत्रमा स्पष्ट बाचा छ, स्ट्राइप, पेपाल र स्क्रिल जस्ता विश्वका ठूला भुक्तानी प्लेटफर्म नेपालमा ल्याउने, कानुनी र प्राविधिक बाधा हटाएर नेपाली स्टार्टअप, फ्रिलान्सर र डिजिटल व्यवसायलाई विश्व बजारसँग जोड्ने। यो बाचा पूरा भएमा नेपालको डिजिटल अर्थतन्त्रले नयाँ उडान भर्नेछ। तर अहिलेसम्म धेरै नेपालीलाई यो कुरामा विश्वास छैन। आजको भिडियोमा हामी पुरै विश्लेषण गर्छौं। स्ट्राइप नेपालमा सम्भव छ कि छैन, राजनीतिक दृष्टिकोण, नेपालको क्षमता, डलर प्रवाह र सबै कुरा। आउनुहोस् सुरु गरौं। भाग 1, स्ट्राइप के हो? स्ट्राइप अमेरिकाको विश्वप्रसिद्ध कम्पनी हो जसले अनलाइन भुक्तानीको सबैभन्दा सजिलो र सुरक्षित माध्यम प्रदान गर्छ। तपाईको वेबसाइट, मोबाइल एप वा डिजिटल प्रोडक्टमा ग्राहकले क्रेडिट/डेबिट कार्ड, एप्पल पे, गुगल पे वा अन्य 100+ तरिकाले एक क्लिकमा पैसा पठाउन सक्छन्। स्ट्राइपले तुरुन्तै पैसा तपाईको बैंक खातामा पठाइदिन्छ 2 देखि 7 दिनभित्र। यो 40+ देशमा पूर्ण रूपमा चलिरहेको छ र 195+ देशका ग्राहकबाट पैसा लिन सकिन्छ। विश्वका ठूला कम्पनीहरू जस्तै एमाजोन, शपिफाई, ओपन एआईले स्ट्राइप प्रयोग गर्छन्, तर नेपालमा अहिलेसम्म पूर्ण रूपमा उपलब्ध छैन। भाग 2, स्ट्राइपले नेपाली स्टार्टअपलाई कसरी सशक्त बनाउँछ? स्ट्राइप आएमा नेपाली स्टार्टअपको भाग्य बदलिन्छ। कसरी? पहिलो, अन्तर्राष्ट्रिय बजारबाट सजिलै डलर कमाई, फ्रिलान्सर, सफ्टवेयर कम्पनी, डिजिटल कोर्स बेच्नेले आफ्नै वेबसाइटबाट विश्वका ग्राहकसँग सिधा कारोबार गर्न सक्छन्। अपवर्क, फाइभरमा निर्भर हुनु पर्दैन। 2, छिटो, सस्तो र सुरक्षित बैंक ट्रान्सफरको तुलनामा शुल्क कम, पैसा छिटो आउँछ। 3, नेपालको डलर सञ्चिति बढाउने। अहिले नेपाली आईटी र फ्रिलान्सरले वर्षमा अर्बौं डलर कमाइरहेका छन्, तर रिसिभ गर्न समस्या छ। स्ट्राइप आएपछि यो डलर सिधा नेपाल भित्रिन्छ। विदेशी मुद्रा सञ्चिति मजबुत हुन्छ, रुपैयाँको मूल्य स्थिर रहन्छ। 4, स्टार्टअपलाई ग्लोबल बनाउने। स्यास, ई-कमर्स, एजुकेसन टेक, हेल्थ टेक सबैले विश्व बजार जित्न सक्छन्। रोजगारी बढ्छ, युवा स्वदेशमै बस्न सक्छन्। आरएसपी र बलेन शाहले ठ्याक्कै यही कुरा भनेका छन्, डिजिटल फर्स्ट नेपाल बनाएर स्टार्टअपलाई सशक्त बनाउने। भाग 3, चुनौतीहरू। किन अहिलेसम्म सम्भव भएन? साथीहरू, सत्य कुरा गरौँ, चुनौतीहरू धेरै छन् र यी गम्भीर छन्। त्यसैले नेपाली जनता अझै विश्वस्त छैनन्। मुख्य चुनौतीहरू यी हुन्। पहिलो, नेपाल राष्ट्र बैंक एनआर बैंकको विदेशी मुद्रा नियन्त्रण नीति, फरेन एक्सचेन्ज रेगुलेसन एक्ट 1962 अनुसार एनआरबीले कडा नियम लगाएको छ। डलर बाहिरिन नदिने भन्ने डर छ। स्ट्राइप जस्ता कम्पनीले पैसा स्वतन्त्र रूपमा इन/आउट गर्न सक्ने भएकाले एनआरबीले अनुमति दिइरहेको छैन। 2, एएमएल र केवाईसी को कडा प्रक्रिया। अन्तर्राष्ट्रिय मानक अनुसार एन्टी मनी लन्डरिङ र नो योर कस्टमर नियम पूरा गर्न नेपालको ब्याङ्किङ सिस्टम अझै पूर्ण रूपमा तयार छैन। स्ट्राइपले विश्वस्तरको कम्प्लायन्स माग्छ। 3, ब्याङ्किङ र भुक्तानी इन्फ्रास्ट्रक्चरको कमजोरी। नेपालमा आइपीएस, क्यूआर भुक्तानी राम्रो छ, तर अन्तर्राष्ट्रिय गेटवेहरूसँग पूर्ण एकीकरण छैन। पेमेन्ट सिस्टम अपरेटर्स पीएसओ र पीएसपीलाई एनआरबी एक्ट 2002 अनुसार नयाँ परिभाषा दिने प्रयास भइरहेको छ, तर ढिलो छ। 4, राजनीतिक इच्छाशक्ति र स्थिरताको कमी। पहिलेका सरकारहरूले यसलाई प्राथमिकता दिएनन्। राजनीतिक अस्थिरताले ठूला नीतिगत परिवर्तन हुन सकेन। 5, डलर प्रवाहको चिन्ता र क्षमता। केहीलाई डर छ, धेरै डलर बाहिरिन्छ कि? तर वास्तवमा स्ट्राइपले डलर भित्राउने माध्यम हो। नेपालसँग युवा टेक ट्यालेन्ट छ, 1,50,00,000 इन्टरनेट प्रयोगकर्ता छन्। रेमिटेन्सबाट नै डलर आइरहेको छ, तर पुरानो सोचले रोकेको छ। यी चुनौतीले गर्दा अहिलेसम्म स्ट्राइप नेपालमा छैन। भाग 4, समाधान। अब कसरी सम्भव बनाउने? तर साथीहरू, अब समाधानको समय आएको छ। आरएसपी र बलेन शाहको नेतृत्वमा यो सबै सम्भव छ। कसरी? कानुनी बाधा हटाउने, एनआरबीसँग समन्वय गरी फरेन एक्सचेन्ज नियम संशोधन गर्ने, स्ट्राइप र पेपाललाई नेपालमा सञ्चालन गर्न विशेष अनुमति दिने, नयाँ डिजिटल नीति, पेमेन्ट सिस्टमलाई एनआरबी एक्टमा स्पष्ट परिभाषा दिएर अन्तर्राष्ट्रिय गेटवेहरूलाई निमन्त्रणा दिने, सरल केवाईसी र कम्प्लायन्स, फ्रिलान्सर र स्टार्टअपका लागि विशेष छिटो प्रक्रिया बनाउने, आईटी एक्सपोर्टलाई प्रोत्साहन, आरएसपी को डिजिटल फर्स्ट नेपाल नीति अनुसार कर छुट, सहुलियत र इन्फ्रास्ट्रक्चर विकास। बलेनको नेतृत्व। बलेन शाह प्रधानमन्त्री भएपछि यो बाचा पहिलो प्राथमिकतामा राख्ने।
भारत र बङ्गलादेशले जसरी गरे हामी पनि गर्न सक्छौं। नेपालसँग क्षमता छ, युवा शक्ति, इन्टरनेट, रेमिटेन्स। अब मात्र राजनीतिक इच्छा शक्ति चाहिन्छ। आरएसपीले बाचा गरेको छ, अब हामीले उनीहरूलाई सम्झाउनुपर्छ। यो बाचा पूरा गर।